जब तपाईँ यो संसारबाट बिदा हुनुहुनेछ नि तब तपाईँको शरीरलाई दागबत्ती दिएर आगो लगाउनेहरू तपाईँको आफ्नै मान्छेहरू हुनेछन्। तर त्यही आफ्नाहरू तपाईँलाई जलाएर फर्किएपछि घरभित्र पस्नु अघि राम्ररी नुहाउँछन् ताकि तपाईँको छाया, तपाईँको ऊर्जा वा तपाईँको कुनै पनि अवशेष उनीहरूको घरसम्म नपुगोस्। तपाईँका कपडाहरू, तपाईँका मनपर्ने सामानहरू र तपाईँका सबै तस्विरहरू घरबाट बिस्तारै सबै हटाइन्छन्, तर एउटा कुरा भने फालिने छैन र त्यो हो तपाईँको कमाएको पैसा र तपाईँको गरगहना। किनकि उनीहरूका लागि तपाईँको यादभन्दा बढी ती भौतिक चिजहरू मूल्यवान हुन्छन्। अनि त्यही बेला एउटा कठोर सत्य बुझिन्छ, सायद यो दुनियाँमा मान्छे भन्दा पनि उसले कमाएको धन र उसले छोडेको मूल्यवान कुराको बढी महत्त्व दिइने रहेछ। त्यसैले मेरो विचारमा तपाईँ जिउँदो हुँदै अलिकति आफ्नै लागि पनि बाँच्न सिक्नुहोस्, किनकि अन्त्यमा तपाईँले यो दुनियाँलाई कति दिनुभयो भन्ने भन्दा पनि तपाईँले आफ्नो जीवन कति खुलेर, कति शान्तिसँग र कति खुसी भएर जिउनु भयो, त्यही नै तपाईँको वास्तविक कमाइ हो।